रम यो चिम्कु टुसा खूब र मजाले चेचेलो हांका काम पेन निम्बु यो चिम्कु टुसा गुगु वड्डा सोक्सेको खोर भने तबको कम लागे लिउ फल तबको सन्देश भाइ बोल बिसो यो चिम्दु खोला अखोला यो चिम्कु टुसाबु चप लाउँछु यो ठोट्नेको टुसा हो वाउ शिकारी पूजा गर्ने भाले उता उतानो पर्यो हाम्रो भाइ गोठालो गर्दैछन् ल आज 4 भाइ मात्रै हुन्छौँ यो हाम्रो बाँदरको खोर भइहाल्यो पोलेर खाने हो त्यसका बाजे हाम्रो दाइहरू आउँदै हुनुहुन्छ ल हेर्नुहोस् कुखुरा लुक्यो वाउ ठोट्नेको टुसा हेर्नुहोस् आहा ओहो आहा भाइ बेपा झुरमा हो हो साह्रै मिठो यस्तो स्वादिष्ट हामी बाँदरको खोर बनाउँदैछौँ हाम्रो सन्देश भाइ बाँस काट्दैछन् म ओसार्दैछु मिठा चार दिउँ ए कुकुर ए दुईटा साह्रै मिठो यति धेरै ठोक्ने छ नि अझै छ टुसा धेरै छ यस्तो खानु यस्तो मिठो हुन्छ काम गर्दै खानु आदि पनि त भाइ ल यस्तो मिठो छ सायदै यस्तो त कहाँ खान पाइन्छ र है जङ्गलमै हो अन्त बाँदरको खोर हेर्नुहोस् हामी यसलाई बनाउँदैछौँ सन्देश भाइ बाँस चिर्दैछन् अनि म पनि यहाँ रेडी छु बाँदर मारेर मासु खानुपर्छ त्यसका बाजे वाह गरेर मिठो बसेका मार्की बेटीलाई अब सोक्से पोमासी सोक्से पोममा छ्याप्पै लो बाँदरलाई पासो खोर थापियो
टेस्ट पास भयो अरे मेरी बस्ता ल इस ल सन्देश भाइ के छ भन्नु यहाँ सरसफाइको कार्यक्रम हो मेरो घर सरसफाइ कार्यक्रम लुख यस्तो हुन्छ इस यो मकै छर्ने अनि भित्र यस्तो हुन्छ भित्र साँचो त्यहाँ छ चलाउने बित्तिकै त्यसको बाउको बिहे देख्छ हेर्नु खास केही हुँदैन तर खास हो ल तपाईँको अनुभव भन्नुहोस् अहिलेसम्म तपाईँले कतिवटा बाँदर तलाउनु भयो अब हाम्रो चाहिँ खासमा मेरो चाहिँ घर लोहिम हो लोहिम अहिलेसम्म हामीले मारेको रेकर्ड चाहिँ त्यही हो 48वटा 47 त्यस्तै मारियो अहिलेसम्म त्यसै हामीले मारेको कारणले गर्दाखेरि नै अहिलेसम्म हामीले फलफुल मकैहरू चाहिँ खानु पाइरहेछौँ त्यहाँ अहिले त्यो मारेको कारणले गर्दाखेरि खासै बाँदरहरू चाहिँ अहिले आउँदैन अति राम्रो कुरा हामीलाई बाँदरले धेरै दुःख दिएको हो त्यसैले हाम्रो हेड मिस्त्री आउनुभयो यस्तो छ यो भित्र बाँदर छिरेपछि बाहिर निस्किने चान्स छैन यस्तो छ अनि ल हेर्नुहोस् बाँदरको चाहिँ नि बाउ बजाइन्छ यहाँनिर अब बाँदरलाई यसो गरिन्छ हजुर अब तपाईँको चाहिँ एउटा चुरो छ भने खाइदिउँ ल ए हजुर हामी हौँ यसो यो के गर्नु जङ्गली जनावरले खेती खानु दिएन त्यस्तो हुनाले यस्तो सिपमा लाग्यो है यो दाजुको सिप है हजुर दाजुको सिपले गर्दाखेरि राम्रो भयो लु छ सबैतिर छैन होला नि त Vaya hop minka. Google le dijo mi bobo she. Sok is simpel, hè? Sok is simpel. Yêu vậy cái này chồng cất nút chai.
Bantu rok tidak. दोआङ्गर तान्ने लो कालिज ल्यायो भाइले कालिज ओहो अटोमेटिकली लाग्छ नि उता त्यहाँ पर गएर मकै खाँदै जान्छ छोएपछि आफै है हजुर के हो यो कालिज हो ए बाँदर मार्नु आएको कालीको बाँदर तर चल्ला रहेछ यो दाइले चाहिँ पैसा दिन्छु भने खोइ दिएन पैसा पनि हामी खोर थापिसक्यो चिसो तातोसम्म लिएर खानु भइसक्यो नि